भगवानको साँच्चै यति जय भन्ने हो भने त यो माधव फाँटबाट सबै दुःख दरिद्रहरू नष्ट भएर जानेछन्। आज यो मञ्चमा सबैलाई मनमा आनन्दित दिलाउने यस्ती माताजीको अगाडि आफूलाई उभिँदाखेरि एकदमै गर्व महसुस भएको छ। अब धेरै कुरा नगरिकन वाद्य वादनतिर रहनुहुने सबैलाई सम्मान व्यक्त गर्दै आउनुहोस् हजुरहरूसँग पहिला भजन गाउँ, त्यसपछि सर्पको बारेमा सामान्य थोरै कुरा बताएर तपाईँलाई सर्प देखाएर म बिदा हुनेछु। बोलो श्याम सुन्दर भगवानको। कति आनन्दको जय। हेर्नुहोस् त, भोलि त मैले पनि गएर चितवनमा फुर्ती लाउन पर्ने भएँ। जय सुन्न पर्ने छ भने माधव फाँटमा जाओ भने। अनि यति राम्रो सत्य, अत्यन्तै राम्रो कर्म अनि काम हुँदैछ यहाँ। आज हाम्री दिदी सुत्केरी हुन नसकेर छटपटाएर घरमा बिरामी पर्नुभयो। बाबाले अन्तिम सास लिँदै गर्दाखेरि अस्पताल लान सकिएन भने त्यस्तो अस्पताल बन्दैछ यो बेलामा तपाईँले 1 महिनासम्म खाजा नखाएर भए पनि 1 रुपियाँ गरेर तपाईँले यहाँ दान गर्नुहोला। त्यति भयो भने भोलिका दिनमा हामीलाई अप्ठ्यारो पर्ने छैन। बोलो श्याम सुन्दर भगवानको। कृष्ण कन्हैया लाल को। हरे हरे राम हरे 33 कोटी देवी र देवता हजुरको शरणमा। 33 कोटी देवी र देवता हजुरको शरणमा आए है भक्त माताको अघि माताकै चरणमा। हरि हरि आए है भक्त माता। महादेव साँच्चै भगवानको नाम त्यसै रहेको रहेछ। नेपाल की छोरी नेपाल की चेली नेपाली भाषीको। नेपाल की छोरी नेपाल की चेली नेपाली भाषीको बयान कति गरौँ र भक्त राधिका दासीको। हरि हरि बयान कति गरौँ र भक्त राधिका दासीको। राधिका दासीको ए भक्त राधिका दासीको। राधिका दासीको ए आमा राधिका दासीको बयान कति गरौँ र माता राधिका दासीको। ए हरि हरि बयान कति गरौँ र माता राधिका दासीको। फेरि ताल एकचोटि फेरि हात माथि। यता बाबाहरूले पनि है। आहा दाजुले भन्दैछ तिम्रै ठाउँमा हेर त भक्त अस्पताल बन्दैछ। ए हरि हरि तिम्रै ठाउँमा हेर त भक्त अस्पताल बन्दैछ। एकचोटि सबै ताली बजाउनु न। आफ्नो शरीरलाई पनि फाइदा हुन्छ। हात यस्तै हल्लाउनुहोस् त ल। जोडीमा राम्रो देख्यौ नि हामीले सीता र रामको। जोडीमा राम्रो देख्यौ नि हामीले सीता र रामको। हजुरलाई आशिष लागोस् है माता नेपाल आमाको। हरि हरि हजुरलाई आशिष लागोस् है माता नेपाल आमाको। हजुरलाई आशिष लागोस् है माता नेपाल आमाको। ए हरि हरि हजुरलाई आशिष लागोस् है माता नेपाल आमाको।
नाताको धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ यतापट्टि धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ हे भगवान आफैलाई सजाए धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ सबैले हात माथि एकचोटि हरे माडी फाटमा हेर्दा हेर्दै अस्पताल बन्छ हो कि होइन माडी फाटमा हेर्दा हेर्दै अस्पताल बन्छ 1000 दिने भक्तलाई मनले के लाखै दिम कि भन्छ धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ भोकालाई खान दिनु गरिबीलाई दाना ए दिदी खै त हजुर भनेको राधे राधे मेरा भगवान आधे आधे होइन के राधे राधे अरे भोकालाई खान दिनु गरिबलाई दाना सजिलो हुन्छ मरेपछि आफैलाई सजाए धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ आँसको कवितामा सङ्कटको टोली आवै बसिन् श्रीमती सिरै बसिन् छोरी बकुलको दही मिठो वृन्दावनको केरा बसाइदेऊ न मेरो कृष्ण मेरो मनमा डेरा कति राम्रा काउ तिम्रा कति राम्रा हाल हामीलाई पनि लगिदेऊ न घोटुलाको साथ हामीलाई पनि लगिदेऊ न घोटुलाको साथ ओम ओम आफैलाई सजाए धर्मीलाई बैकुण्ठ 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 आफैलाई सजाए अरे देख्नै छोड्छन् यी आँखाले सुन्नै छोड्छन् कान अब नाच्दाखेरि हजुरले के गर्ने भने दाहिने हात माथि गर्ने है अनि त्यसलाई चाहिँ यस्तो घुमाउने है सबैको हात यसरी घुम्नेछ र यो यसो गरियो भने के हुन्छ मैले पाप गरेको छैन भन्ने बुझिन्छ तबला बजाउने भीमजी थाहा छ नि हजुरलाई पहिला जन्मदाखेरि कपाल कस्तो हुन्छ पहिलो हुन्छ युवा अवस्थामा गइसकेपछि कालो हुन्छ वृद्ध अवस्थामा गइसकेपछि फुलेर सेतै हुन्छ पहिलो कपाल कालो हुन्छ कालो कपाल सेतै जति घमण्ड गरे पनि सबको बाटो त्यतै धर्मीलाई बैकुण्ठ आफैलाई सजाए धर्मीलाई बैकुण्ठ
आँखाले देख्न छोड्छन् कानले सुन्न छोड्छ देख्नै छोड्छन् यी आँखाले सुन्नै छोड्छन् कान दाँतले पनि बाटो छोड्छन् चबाएर खान धर्मीलाई वैकुण्ठ पापीलाई सजाए धर्मीलाई वैकुण्ठ पापीलाई सजाए धर्मीलाई वैकुण्ठ धर्मीलाई वैकुण्ठ ताली सबैको नभए पनि मोबाइल चाहिँ हाल्नु पर्छ है यस्तो व्यक्तित्वलाई नाम लिँदैछु